In last video, I talked about Nepal's hydropower potential. Now let's talk about turning electricity into digital gold. अहिले बिटकोइनको लिगल एमेन्डमेन्ट्स भएको चाहिँ छैन, बट एनआरबीले लिगल फ्रेमवर्क अनि फाइनेन्सियल रेगुलेसन र साइबर सेक्युरिटी जस्तो कुराहरूलाई ओभरसाइट गर्यो भने के हुन सक्ला त? पहिला त्यसको लागि बिटकोइन माइनिङ भनेको के हो भन्ने कुरा बुझौँ है। जब बिटकोइन ट्रान्जेक्सन गरिन्छ, त्यो ट्रान्जेक्सनहरूलाई एउटा ब्लकमा राखिन्छ अनि त्यो ब्लकलाई भ्यालिडेट सही हो भनेर कन्फर्म चाहिँ एउटा माइनर्सहरूले गर्नुहुन्छ। माइनर्सले ब्लकको लागि एउटा क्रिप्टोग्राफिक पजल सल्भ गर्नुपर्ने हुन्छ। त्यो पजल सल्भ गरिसकेपछि एउटा ह्यास कोड भन्ने आउँछ। त्यो ह्यास कोड चाहिँ अहिले सेन्ट्रल ब्याङ्कहरू नभएको भएर बिटकोइन ट्रान्जेक्सनको लागि माइनर्सले नै त्यो बिटकोइनमा ट्रान्जेक्सन भेरिफाई गर्नुहुन्छ। अनि पर ब्लकको हामीले हेर्छौँ भने त्यो 3 BTC-सम्म एउटा रिवार्ड क्लेम गर्न सकिन्छ। नेपालको 10,000 मेगावाट इलेक्ट्रिसिटी अपरेटेड हाइड्रो पावरबाट $2 बिलियन पर इयरसम्म जेनेरेट गर्न सकिने रहेछ। तर त्यसको लागि इन्फ्रास्ट्रक्चर कस्टको कुराहरू आउँछ, अब माइनिङ हार्डवेयर कुराहरू आउँछ, फेसिलिटी पनि बिल्ड गर्नुपर्ने हुन्छ। त्यसको लागि अराउन्ड $8 बिलियन चाहिँ वान टाइम इन्भेस्टमेन्ट चाहिन्छ, जुन चाहिँ 4 इयर्स अफ टाइम लाग्छ त्यसको लागि। अनि तर त्यो पनि एउटा पोलिसी क्लियर भयो भने बल्ल। किन नेपालमा भन्दाखेरि नेपालमा यो इलेक्ट्रिसिटी कस्ट एकदमै चिपर छ अनि सँगसँगै यसको लागि यो वाटर कुलिङ सिस्टम चाहिन्छ। त्यो कुलिङ सिस्टम हाम्रो जस्तो जियोग्राफिकली हिमालयन कन्ट्रीमा जहाँ हाइड्रो पावरको वरिपरि त्यो एकदमै फेभरेबल हुन्छ र सँगसँगै क्लिन एनर्जीको भएको भएर चाहिँ यो एकदमै बेस्ट हुन सक्छ। हजुरलाई के लाग्छ यसको बारेमा कमेन्ट गर्नुहोस्।